धेरैजना सोधिरहनुहुन्छ एकादशीको व्रत कहिले बस सुन्नुहोस्। एकादश्याम निराहारो यो भुङ्क्ते द्वादशी दिने हरिं स्मृत्वा विधानेन सर्व पापे प्रमुच्यते। अर्थात् जो व्यक्ति एकादशीको दिन निराहार व्रत बस्छ र भगवान श्री हरिको स्मरण गर्दै विधि पूर्वक पारण गर्छ त्यो सबै पापबाट मुक्त हुन्छ। यदि एकादशी तिथि सूर्योदयमा परेको छ भने त्यो दिनलाई नै व्रतको मुख्य दिन मानिन्छ। दशमी छोएको भए पनि व्रत बस्न मिल्छ। यदि एकादशी तिथि सूर्योदय पछि मात्र सुरु हुन्छ भने अर्को दिन जब सूर्योदय एकादशी पर्छ तब व्रत बस्नु पर्ने हुन्छ। अर्थात् दशमी छोएको भन्दैमा सिधै व्रतै नबस्ने भन्ने नियम छैन। मुख्य आधार सूर्योदयको स्थिति हो। त्यसैले सही निर्णय गर्न आफ्नो स्थान अनुसारको पात्रो पञ्चाङ्ग हेर्नु पर्ने हुन्छ। आज 27 फेब्रुअरी 2026 शुक्रबार वास्तवमै फाल्गुन शुक्ल पक्षको आमली एकादशी चलिरहेको छ। यस दिनको एकादशी तिथि आज बिहान 12:33 बाट सुरु भएर रात्रिको 10:32 सम्म रहेको छ। त्यसैले आज नै मुख्य दिन हो व्रत बस्नु पर्ने। यसरी मानिन्छ कि एकादशी तिथि बिहान सूर्योदयको समयमा विद्यमान रहन्छन् भने व्रत लिनुपर्छ। त्यसैले आज नै व्रत बस्नुपर्छ। सरलमा भन्नु पर्दा आज एकादशी हो, व्रत बस्ने दिन हो। भोलि बिहानै पारण व्रत तोड्ने गर्नुपर्छ। यदि तपाईँ भिडियो हेरिरहनु भएको छ भने कृपया फलो गरिदिनुहोस्।